वेलकम साथीहरु, नमस्ते। मेरो युट्युब भिडियोमा हजुरहरुलाई स्वागत छ। आजको म यस भिडियो मार्फत हजुरहरुलाई युट्युब च्यानल खोलिसकेपछि कसरी क्रोम ब्राउजरमा गएर कसरी सेटिङहरु गर्ने, यही युट्युब च्यानल गएर च्यानल ड्याशबोर्डका सेटिङहरु कसरी गर्ने भनेर म हजुरहरुलाई यस बारेमा सिकाउन गइरहेको छु र म हजुरलाई स्क्रिन भिडियो शेयर गरेर हजुरहरुलाई सिकाउन गइरहेको छु। आई होप यतिसम्म हजुरहरुले यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु हुन पनि अनुरोध गर्दछु र मेरो यो नयाँ युट्युब च्यानलमा हजुरहरुलाई स्वागत पनि छ र यस्तै भिडियोहरुको लागि हजुरहरुलाई कमेन्ट अनि सब्स्क्राइब गरिदिनु हुन अनुरोध पनि गर्न चाहन्छु। म हजुरहरुलाई स्क्रिन शेयर गरेर कसरी गर्ने, एकदम महत्त्वपूर्ण सेटिङहरु कसरी गर्ने, के राख्ने हैन के नराख्ने भनेर हजुरहरुलाई म सिकाउन गइरहेको छु। युट्युब च्यानल खोलिसकेपछि कहाँ गएर हैन गर्ने हैन, त्यसपछि कहाँ गएर सेटिङ गर्ने, हामी सेटिङ कहाँ गएर मिलाउने भनेर म हजुरहरुलाई यस भिडियो मार्फत हजुरलाई सिकाउन चाहन्छु। आई होप हजुरहरुलाई यति सिकाइसकेपछि हजुरहरुलाई एकदमै सजिलो होला नयाँ युजरहरुलाई हैन। म पनि नयाँ युजर हो, मैले पनि सिकेरै हजुरहरुलाई यो भिडियो बनाएको। हजुरहरुलाई म स्क्रिन शेयर गरेर देखाउँदैछु। अब वाइटी स्टुडियोका सेटिङहरु पहिला हामीले युट्युब च्यानल बनाइयो, अब हामीले सेटिङ कहाँ गएर गर्ने र कसरी गर्ने भएर अन्यलमा पर्नु हुन्छ। जस्तै म पनि परेको थिएँ पहिला, मैले पनि युट्युब हुँदै हेरेर हैन कसरी सेटिङ गर्ने भनेर मैले पनि हेरेको। त्यसको लागि तपाईहरुले केही टेन्सन नगरिकन यो भिडियोलाई अन्तिमसम्म हेर्नु। मैले हजुरहरुलाई देखाउँदैछु। हजुरहरु पहिला क्रोम ब्राउजरमा जानु। हजुरहरु क्रोम ब्राउजरमा गइसकेपछि तपाईहरुले देख्न सक्नुहुन्छ मैले सर्च गरेको छु माथि studio.youtube.com भनेर हैन, studio.youtube.com भनेर मैले सर्च गरिसकेँ हैन। सर्च गरेर हजुरहरु चाहिँ अब यसमा सेटिङ गर्दै हुनुहुन्छ। हजुरको युट्युबको महत्त्वपूर्ण सेटिङ गर्दै हुनुहुन्छ है। युट्युब च्यानल खोलाउनु भयो र अब महत्त्वपूर्ण सेटिङहरु गर्दै हुनुहुन्छ। त्यसको लागि तपाईहरु लगइनमा जानुस् हैन। मलाई एक राम्रोसित मैले हजुरहरुलाई सिकाउँदै छु। हजुरहरुलाई म ड्याशबोर्डमा लैजाँदैछु एकैचोटी है। हाम्रो यो ड्याशबोर्ड च्यानल ड्याशबोर्डमा लैजाँदैछु। अब हजुरहरुले च्यानल ड्याशबोर्डमा गइसक्नु भयो। यो मेरो देखाइरहेछ हैन, मैले यहाँ भिडियोहरु हालेको। अब हजुरहरुलाई म देखाउँदै छु। ड्याशबोर्डमा गइसक्यो। वाइटी ड्याशबोर्डमा गएपछि हजुरको पहिला च्यानल यहाँ देख्नु भयो, यहाँ टुप्पोमा देख्नु भयो नि, यहाँ मेरो फोटोसितको आहा नि यहाँ हैन, टुप्पोमा देख्नु भयो नि छेउमा माथि। अब हजुरले यहाँ दाबेर तपाईले कुन यहाँ स्विच एकाउन्ट छ नि तलतिर, स्विच एकाउन्टमा गएर हजुरले कुन एकाउन्टबाट युट्युब खोल्नु भएको त्यो एकाउन्ट यहाँ स्विच गर्न सक्नुहुन्छ है। यहाँ गएर स्विच गर्ने हो। अनि हजुरहरुले स्विच गरिसकेपछि हजुरहरुको अबको काम भनेको सेटिङ। म जुम गरेर देखाउँछु मोबाइलमा। यो जुम गरेर साइडको कुनापट्टि तल कुनापट्टि हेर्न सक्नुहुन्छ। यहाँ म हजुरलाई जुम गरेर देखाउँछु। सेटिङ भन्ने छ यहाँ तल हैन, सेटिङको लोगो छ हैन। हजुरले यहाँ दाब्नुहोस् हैन। अब यहाँ दाबिसकेपछि अब पहिला आयो जनरल। अब हाम्रो यो ड्याशबोर्ड हो हैन, ड्याशबोर्डको सेटिङ हो। जनरल आयो। जनरल आइसकेपछि अब हामीले जनरलमा यो भनेको डलर हो। तपाईको आईडी मोनेटाइज भइसकेपछि यो कुन उमा देखिने भनेर युएस डलरमा देखिने, नेपालीमा गराए नेपालीमा, हिन्दीमा गराए हिन्दीमा, यो मिल्छ, सबैमा गराउन मिल्छ हैन। यो छोड्दिनुस्, युएस डलरमै छ हैन। अब महत्त्वपूर्ण सेटिङ भनेको च्यानलमा जानुस् तपाईहरु। च्यानलमा लागेपछि तपाईलाई बेसिक इन्फो भन्ने छ हैन, बेसिक इन्फो हैन। बेसिक इन्फोमा देख्नुस् तपाईले यो कन्ट्री अफ रेसिडेन्ट भनेको हजुर हाल कुन कन्ट्रीबाट भिडियो बनाइराख्नु भएको छ। म त हाल साउदी अरबदेखि बनाइरहेको छु, तर पनि मैले नेपाल राखेको छु। नेपालको अडियन्सको लागि म नेपाल राखिरहेको छु हैन, मेरो यो नयाँ आइडी। अनि किबोर्ड भनेको हजुरहरुले किबोर्ड चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ। हजुरले कुन टाइपको भिडियो बनाउँदै हुनुहुन्छ, जस्तै हजुर टेक्निकल होला हैन, इन्टरटेनमेन्ट होला, फनी होला, अरु एजुकेसन होला, कोही होला, तपाईले त्यही हिसाबको किबोर्ड गर्नुपर्छ। जस्तै मैले सुरुमा हेर्नुस्, सुरुमा राखेको छु मेरो युट्युबको नाम यो युट्युबको नाम राखेको छु उमङ्ग के सपोर्ट भनेर। अनि आफ्नो नाम चाहिँ फरक गराएर यसमा किबोर्ड बनाएर राखेको छु। अनि म भ्लग
पनि सोचेर यो आइडी बनाएको भलक राखेको छु। हेर्नुहोस् टेक्निकल सम्बन्धी पनि केही बोलेको छु। टिच, सपोर्ट, डेली लाइफ, लाइफस्टाइल, डेली भलक, लर्निङ, अनि यो नेपाल भनेर यसरी राखेको छु। अनि हजुरहरूले पनि यसरी नै किबोर्ड चाहिँ सेट गर्नुपर्छ। सेट गरिसकेपछि तल यहाँ सेभ भन्ने आउँछ, यहाँ सेभ देख्नुभयो, सेभमा चाहिँ अनि तपाईँले सेभ गरेर राख्ने हैन। अब चाहिँ यो भयो बेसिक। अब चाहिँ एडभान्समा जाउँ। एडभान्स भनेको चाहिँ एडभान्समा महत्त्वपूर्ण भनेको एउटा यो हुन्छ हजुरहरूको डु यु वान्ट टु सेट योर च्यानल एज मेड फर किड्स भनेको तपाईहरुले यो च्यानल बच्चाहरूको लागि बनाउनु भएको छ भनेर सोधेको। अब बच्चाहरूको लागि त पक्कै पनि बनाउनु, नत्र त तपाईहरुको कमेन्टहरु सबै लाइकहरु सबै बन्नुहुन्छ हैन। यसमा दाब्ने हो भने त्यसैले सेकेन्डको अप्सनमा दाब्ने हो तपाईले नो, सिधै नो किड्स है। अनि यसमा चाहिँ गर्नु पर्दैन, यो त अटोमेटिकली क्याप्सन अहिले यो नयाँ फ्युचर हो उसको, यो सिलेक्ट गर्दा हुन्छ, हजुरको क्याप्सन चाहिँ अटोमेटिकली शो गर्छ है। यसपछि हजुरहरूले जाने हो फ्युचर एजिबिलिटी। अब मैले त यो सबै इनेबल गरिसकेको छु हैन। अब तपाईहरुले गर्नुपर्ने म हजुरलाई बताउँदै छु कसरी गर्ने भनेर। यसको लागि यो स्ट्यान्डर्ड फ्युचर भन्ने चाहिँ यो इनेबल हुन्छ पहिले नै हजुरहरूले यो यसमा आइसकेपछि हैन। अब यो इन्टरमिडिएट फ्युचर भनेर यसमा दाब्नुस्। यसमा दाबेपछि यसको फाइदा इनेबल भएछ। फाइदा कसरी गर्ने हो भनेर पनि हैन, तपाईले केही गर्नु पर्दैन। स्ट्यान्डर्ड फ्युचर इनेबल गर्नलाई भेरिफाई फोन नम्बर गरेपछि यसमा दाबेपछि हजुरको नम्बरमा राखेपछि हजुरको भेरिफाई हुन्छ, यो इनेबल हुन्छ उतिखेर हैन। यसमा फाइदा भनेको कस्टम थम्बनेलहरु राख्न मिल्छ, लाइभ स्ट्रिम गर्न मिल्छ, भिडियो लङ्गर देन 15 मिनेट तपाईहरुले 15 मिनेट भन्दा माथिको भिडियो बनाउन पाउनुहुन्छ। अर्को यो भनेको एडभान्स फ्युचर भनेको चाहिँ हजुरहरूले मेन भनेको एडभान्स फ्युचर भनेको यो हजुरहरूले आइडी मोनेटाइजको लागि इनेबल गर्नुपर्छ है। अब यहाँ कसरी गर्ने भनेर पनि म भनिदिन्छु हैन, मैले त गरिसकेको छु। यसको एडभान्समा बताउँछु। एप्पल कन्टेन्ट आइडी क्लाइम, तपाईको आइडी राम्रो हुन्छ भनेको छ हैन। हजुरले भनेको इजिबल टु एप्लाई फर मोनेटाइजेसन भनेको तपाईले मोनेटाइज गर्नको लागि यो इनेबल गर्नु पर्दछ हैन। अपलोड मोर भिडियो डेली, तपाईले डेली भिडियो अपलोड गर्न पाउनुहुनेछ हैन। टेक्स्ट एन्ड कम्पेयर डिफरेन्ट थम्बनेलहरु राख्न पाउनुहुन्छ, तपाईले तीनटा कस्टम थम्बनेलहरु राख्न पाउनुहुन्छ हैन। क्रिएट मोर सर्ट डेली, सर्ट भिडियो धेरै अपलोड गर्न सक्नुहुन्छ डेली। क्रिएट मोर लाइभ स्ट्रिम डेली, धेरै लाइभहरु बस्न सक्नुहुन्छ दिनमा हैन तपाईहरुले धेरै। अब यो कसरी गर्ने भन्दाखेरि अब तपाईले तीनटा अप्सन दिन्छ। भिडियो भेरिफिकेसनमा जाँदाखेरि भिडियो भेरिफिकेसन भनेको तपाईले भिडियो गरेर आफ्नो भिडियो गरेर जुन इमेल आइडीबाट बनाउनु भएको नि तपाईहरुले युट्युब च्यानल, त्यो आइडीमा गइसकेपछि यो भिडियो भेरिफिकेसन दाबेपछि हजुरले त्यही आइडीमा एउटा इमेल जान्छ, इमेल आउँछ। इमेल आइसकेपछि हजुरले त्यसमा जाएपछि 6 सेकेन्डको भिडियो बनाएपछि आइडी यो भेरिफाई हुन्छ। या त तपाईले भ्यालिड आइडीबाट गर्नु। भ्यालिड आइडी भनेको कुनै प्रकारको तपाईको पासपोर्ट या राष्ट्रिय परिचय पत्र, नागरिकता नम्बर राखेर तपाईले यो पनि गर्न सक्नुहुन्छ अनि हैन। अर्को च्यानल हिस्ट्री भनेको तपाईले 2 महिनासम्म भिडियो बनाएपछि तपाईको यो आफै इनेबल हुन्छ। अनि यति गरेपछि यो सेभ गर्ने हैन। यी भए 3 कुरा। अब तपाईले तेस्रो नम्बरमा जानुस्, अपलोड भन्नेमा। अनि बेसिक यो सबै छोड्दिनुस् हैन, यो पर्दैन यो गर्न। अब अर्को जानुस्, तपाई एडभान्स सेटिङमा जानुस्। एडभान्स सेटिङमा गइसकेपछि हजुरहरूले गर्नुपर्ने यहाँ कामहरु भनेको लाइसेन्स भने अब यो अलो अटोमेटिकली च्याप्टर एन्ड किबोर्ड मुभमेन्ट भनेको छ हैन। अब यसमा महत्त्वपूर्ण ध्यान दिनुपर्ने भनेको पहिलोमा छ लाइसेन्स भनेर देखे, स्ट्यान्डर्ड युट्युब लाइसेन्सको लागि हो, यो ठीक छ। क्याटेगोरी भनेको तपाईले यहाँ दाबेर देखिन्छु, तपाईले कुन क्याटेगोरीमा बनाउने हो भिडियो है त, त्यो क्याटेगोरी हजुरले छुट्याउनु पर्छ। यो चाहिँ क्याटेगोरी है, मेरो पिपुल एन्ड भलक छ। अनि तेस्रो नम्बरमा भयो अब भिडियो ल्याङ्ग्वेज भनिरहेछ हैन। यो भिडियो ल्याङ्ग्वेज भनेको चाहिँ तपाईहरुले कुन ल्याङ्ग्वेजमा बनाउन चाहनुहुन्छ हैन। यहाँ सबै ल्याङ्ग्वेजहरु देखाउँछ हैन, कुन ल्याङ्ग्वेजमा भिडियो बनाउने हो तपाईले, नेपाली, हिन्दी, इंग्लिश हैन। नेपालबाटै हुनुहुन्छ भने नेपाली, अब इन्डियाको ऑडियन्सलाई गर्न चाहनुहुन्छ भने हिन्दी राख्न सक्नुहुन्छ हैन। अब यो भयो, मैले चाहिँ नेपाली नै राखेको छु हैन। अब टाइटल अफ डिस्क्रिप्सन ल्याङ्ग्वेज भनेको छ, तपाईको टाइटल चाहिँ कुन ल्याङ्ग्वेजमा हुन्छ।
मैले इङ्ग्लिसमै डिस्क्रिप्सन लेख्ने भएर इङ्ग्लिसमा राखेको छु हैन। हजुरहरूले नेपालीमा राख्नुहुन्छ भने हजुरहरूले नेपाली पनि चुज गर्न सक्नुहुन्छ। यहाँ नेपाली पनि छ, म हजुरलाई थोरै देखाउन चाहे। नेपाली भनेर हैन, नेपाली भनेर यहाँ देख्नुहुन्छ यत्न नेपाली भनेर आएछ हैन। यहाँ नेपाली भनेर तपाईले नेपाली पनि गर्न सक्नुहुन्छ, तपाईको इच्छा है कसरी गर्ने। अनि अर्को जान्छ कमेन्ट 1 छ, यो मोडिटाइजेसन, यो क्याप्सन सर्टिफिकेसन यो भयो, यो ठीक छ यो। अनि सो हाउ मेनी भ्युजर लाइक दिस भिडियो भनेर यो चाहिँ अन राख्नु होला, अनै हुन्छ हैन। अनि यति गरिसकेपछि हजुरले सेभ गर्दा हुन्छ। अर्को अरु यति नै हो हजुरले गर्नुपर्ने। अनि यिनी चाहिँ यो चाहिँ आफ्नो यो भयो हैन, यो अरु चाहिँ गर्नु पर्दैन हैन। यो चाहिँ अर्को म देखाउँछु, यो परमोटेसन भन्ने यो चाहिँ केही पनि गर्नु पर्दैन है। यिनीहरु चाहिँ कमेडी छन्, यो चाहिँ हजुरले केही पनि गर्नु पर्दैन। यिनीहरु चाहिँ म हजुरलाई यति गरिसकेपछि हुन्छ। आई होप मैले यति भनिसकेपछि हजुरको एकदम